सो हे गाइज दादा र म मिलेर आज नेपालगञ्ज हल्दरपुरमा रहेको फन पार्कमा जाँदैछौँ र त्यहाँ म स्विमिङ गर्ने भनेर जाँदैछु। दादा चाहिँ मेरो पछाडि पछाडि हुनुहुन्छ क्यामराम्यान। मैले भल कराउँदैछु हेर्नुहोस् भनेर ड्रेस पनि चेन्ज गरिसकेँ र हेर्न सक्नुहुन्छ मेरो वरिपरि अरू पनि खेलिरहेका छन्। म पानीमा गएँ, मलाई फर्स्टमा कस्तो डर लागिरहेको थियो, गहिरो छ कि भनेर, तर रहेनछ गहिरो। एकछिनमा मैले उता माथि भरिरहेको बाल्टिङको पानी खसेको देख्दा त म त झसङ्ग डराएर आबी गरेर फेरि बाहिर गएँ र त्यसपछि दादाले मलाई गाली गर्दै हुन्थ्यो जाऊ केही हुन्न भनेर। र अझ पनि म गएन भित्र, फेरि खेल्दैन भनेर जाँदै थिएँ। फेरि दादाले उता खेल खेल बनाइराख्नु भएको थियो। फेरि त्यसपछि मानेन, दादाले दिदीहरूलाई बोलाउनु भयो र दिदीहरूसँगै मलाई पठाइदिनु भयो माथि। दिदीहरूसँग माथिबाट चिप्लिएर खेल्ने भनेर जाँदैछु र दिदीहरूले मेरो हात समातेर लिँदै हुनुहुन्छ मलाई। म त्यति जान नसकेर दिदीले मलाई बोकेर लिँदै हुनुहुन्छ। दिदीले बोकेर माथि जाँदैछु म बाटोबाट। हेर्न सक्नुहुन्छ मैले माथिबाट चिप्लिएर खेल्दै चाहिँ एकछिनमा आउँछु म सर। दिदीले मलाई डर लागिरहेको थियो। त्यसपछि मलाई फर्स्टमा दिदीले समात्नु हो, दिदीले लिएर आउनुभयो तल। बिस्तारै आउँदैछु म। आहा कस्तो रमाइलो भयो, मलाई त्यस्तो कति मजा आयो खेल्नलाई। अर्कोचोटि पनि अवश्य आउने थियो, हजुर पनि आउनु होला, कस्तो रमाइलो हुँदो रहेछ। अब चाहिँ हामी लास्ट सिनमा आउँदैछौँ, किनकि अब दादाले मेरो धेरै भिडियो बनाइदिनु भएको रहेनछ, यतिमै मैले भ्लग इन गराउन चाहेँ। र लास्टमा जाँदा जाँदै मेरो दादालाई फलो गरिदिनु होला, टिकटकमा लाइक गरिदिनु होला। अर्कोचोटि पनि फेरि यस्तै भ्लग हाल्नेछु। बाई।